क्लास 12 को एक्जाममा डिबिएमएसबाट 8 मार्क्स पक्का छ, तर 90% स्टुडेन्टले यही एउटा कन्सेप्ट गलत बुझिरहेका छन्। तिमी पनि यही गल्ती गर्दैछौ भने केही भएन। म यो एक भिडियोमा कक्षा 12 को डिबिएमएस डाटाबेस म्यानेजमेन्ट सिस्टमको सबै कुरा क्लियर एक्सप्लेन गर्नेछु। अनि यो एक भिडियो हेरेपछि तिमी अन्त कहीँ जानु पर्ने छैन। सो यही प्रतिबद्धताका साथ म सुरु गर्छु। लेट्स बिगिन। हाम्रो सबभन्दा सुरुमा के रहेको छ भन्दाखेरि हाम्रो टाइप अफ क्वेसनमा डिबिएमएस डाटाबेस म्यानेजमेन्ट सिस्टमबाट हाम्रो टोटल 8 मार्क्स पक्का छ, जुन चाहिँ मैले अघि नै भनिसकेँ। यसमा अरू केही पनि छैन। हामीले सिम्पल यसको पुरै कन्सेप्ट राम्रोसँग यो भिडियो मात्र हेऱ्यौँ भने पनि 8 मार्क्स ल्याउन गाह्रो छैन। सो लेट्स बिगिन। सुरुमा हेर्न पर्दाखेरि डाटाबेस म्यानेजमेन्ट सिस्टम डिबिएमएस हामीसँग टोटल यति च्याप्टर करिकुलममा एड छ भनेपछि हामीले यो च्याप्टरलाई राम्रोसँग ओभरअल कन्सेप्ट बुझ्यौँ भने पनि एक्जाममा केही न केही भए पनि हामीले लेख्न सक्छौँ। त्यस कारणले हामी अगाडि बढ्दैछौँ। यहाँ हाम्रो इन्ट्रोडक्सन अफ डाटाबेस म्यानेजमेन्ट सिस्टम, डाटाबेस सिस्टम, डिबिएमएस सबको बारेमा छ। फिल्ड, रेकर्ड, अब्जेक्ट, प्राइमरी की, अल्टरनेट की, क्यान्डिडेट की, त्यसपछि एडभान्टेज अफ डाटाबेस म्यानेजमेन्ट सिस्टम, त्यसपछि डाटा डेफिनेसन ल्याङ्ग्वेज डिडिएल र डिएमएल भनेर यो दुईटा छ। त्यसपछि यो डाटाबेस मोडलहरू, कन्सेप्ट अफ नर्मलाइजेसन, सेन्ट्रलाइज र डिस्ट्रिब्युटेड डेटाबेस यो दुईटाको पनि हामी फरक पढ्नेछौँ। त्यसपछि डाटाबेस सेक्युरिटी, अनि एन्डमा मैले तपाईँहरूको लागि एकदम स्पेसल गिफ्ट राखिदिएको पनि छु। त्यसलाई चाहिँ चेक गर्न नबिर्सिनु होला। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हाम्रो सबभन्दा सुरुमा छ इन्ट्रोडक्सन टु डाटाबेस सिस्टम एन्ड डाटाबेस म्यानेजमेन्ट सिस्टम डिबिएमएस। सो यहाँनिर डाटा भनेको डाटा आर र फ्याक्ट एन्ड फिगर द्याट ह्याभ नो मिनिङ बाई देमसेल्फ। फर इक्जाम्पल नम्बर्स, नेम, डाटा नम्बर, फर इक्जाम्पल नम्बर्स, नेम्स, डेट लाइक 85, जोन, अनि यो डेट। यतिमा हामीले केही पनि बुझ्न सक्दैनौँ। यो भनेको सिम्पल एउटा डाटा मात्र हो। यसलाई हामीले कुनै पनि मिनिङमा राख्न सक्दैनौँ। अब यसलाई मिनिङमा राख्यो भने बल्ल त्यो इन्फर्मेसन हुन जान्छ। जस्तै कि इन्फर्मेसन इज प्रोसेस्ड एन्ड अर्गनाइज डेटा द्याट इज मिनिङफुल एन्ड युजफुल। भनेको डाटा भनेको कुनै पनि मिनिङ छैन यसको। डाटा इज र फ्याक्ट एन्ड इन्फर्मेसन इज प्रोसेस्ड डाटा। इट मिन्स इन्फर्मेसन भनेको चाहिँ डाटालाई नै प्रोसेस गरेर अर्गनाइज फर्ममा राखेको छ, जसलाई नै हामी इन्फर्मेसन भन्छौँ। जस्तै इक्जाम्पलको लागि अहिले एउटा डेटा मात्र थियो भने अहिले जोन स्कोर 85 मार्क्स अन यतिको डेटमा। त्यसपछि डाटा र इन्फर्मेसन फरक कुरा हो। डाटा भनेको के हो भन्ने कुरो हामीलाई थाहा भइसक्यो। डाटा भनेको एउटा र फ्याक्ट हो भने इन्फर्मेसन भनेको हाम्रो प्रोसेस्ड आर अर्गनाइज डाटा हो, जसलाई चाहिँ हामी इन्फर्मेसन भन्छौँ। त्यसपछि हाम्रो छ डाटाबेस इज एन अर्गनाइज्ड कलेक्सन अफ रिलेटेड डेटा stored electronically so that it can be easily accessed, managed and updated। भनेको डाटाबेस भनेको चाहिँ एउटा डाटाहरूलाई पुरै कलेक्सन गरेर एउटा ठाउँमा राख्ने एउटा स्टोरेज डिभाइस हो क्या। जसको लागि इक्जाम्पल हेर्नु पर्दा चाहिँ हाम्रो स्टुडेन्ट रेकर्ड डेटाबेस इन अ स्कुल भनेको स्कुलमा स्टुडेन्टको रेकर्डहरू पुरै अकाउन्टेन्टले ह्यान्डल गरिरहेको हुन्छ। त्यसलाई नै हामी डाटाबेस भन्न सक्छौँ। डाटाबेसमा हाम्रो नेम, रोल नम्बर, सिम्बल नम्बर एन्ड अनि त्यसपछि इक्जामको रुटिनहरू सब डेटाबेसमा स्टोर हुन्छ, जसले गर्दा चाहिँ फ्युचरमा पनि यसले इजिली एक्सेस गर्न सकिन्छ, म्यानेज गर्न सकिन्छ र अपडेट पनि गर्न सकिन्छ। अब यो डेटाबेस चाहिँ हाम्रो यो चाहिँ एक्सेलमा नि हुन सक्यो, अरू एकदम एडभान्स पोइन्टमा नि हुन सक्यो, तर अहिलेलाई हामी त्यहाँ जानु परेन। सो अर्को उसमा जाउँ, अर्को प्रेजेन्टेसन स्लाइडमा। डिबिएमएस हाम्रो मेन भनेकै यही हो, डाटाबेस म्यानेजमेन्ट सिस्टम। डिबिएमएस इज सफ्टवेयर द्याट अलाउज युजर टु क्रिएट, स्टोर, रिट्राइभ, अपडेट एन्ड म्यानेज डाटा इन द डेटाबेस। इट एक्ट एज इन्टरफेस बिट्विन द युजर एन्ड द डेटाबेस। भनेको
अब इक्जाम्पलको लागि MySQL, Oracle, SQL सर्भर, MS एक्सेस भन्ने छ होइन। अब यसको मिनिङ चाहिँ के हो भने डाटाबेस, जुन चाहिँ डाटाहरूलाई कलेक्ट गरेर एउटा उसमा राख्नेलाई डाटाबेसहरूलाई एकदम म्यानेज गरेर राख्नेलाई चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम, जसमा चाहिँ इक्जाम्पल MySQL, एसक्युएलमा हामीले विभिन्न कोडहरू लेखेर डाटाहरूलाई राख्न सक्छौँ। अब यसको काम भनेको के हो भने के अरे इन्ट्रिग्रिटी बढाउने, एकदम इन्ट्रिग्रिटी बढाउने, क्रिएट गर्न सकिन्छ, स्टोर गर्न सकिन्छ, रिट्राइभ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ। सिम्पली भन्न खोजेको क्रड, क्रिएट, अपडेट, रिनेम अनि तिनीहरूलाई राम्रोसँग ह्यान्डल गर्न सकिन्छ। अब डिबिएमएस भनेको त्यही नै हो। त्यसपछि अर्को हेर्न पर्दाखेरि हाम्रो डाटा इन्फर्मेसन डेटाबेस एन्ड डिबिएमएस को सर र एउटा टेबलमा राखेको छु, जसमा सिम्पलमा के भनेको छ भने डेफिनेसन। एउटा डेफिनेसन के हो भने डाटा भनेको र फ्याक्ट एन्ड फिगर हो, इन्फर्मेसन भनेको प्रोसेस डेटा द्याट ह्याज मिनिङ, डाटा तर त्यसको चाहिँ मिनिङ अर्थ छ। अनि डाटाबेस भनेको चाहिँ डेफिनेसन डाटाबेस भनेको अर्गनाइज कलेक्सन अफ रिलेटेड डेटा, यसको अर्गनाइज कलेक्सन यो हो। अनि त्यसपछि डिबिएमएस भनेको सफ्टवेयर टु युज एन्ड म्यानेज डाटाबेस, डाटाबेसलाई चाहिँ म्यानेज गर्ने डाटाबेस म्यानेजमेन्ट सिस्टम। त्यसपछि मिनिङ, ह्याज नो मिनिङ बाई इटसेल्फ, मिनिङ एन्ड युजफुल, स्टोर लार्ज अमाउन्ट अफ डाटा, कन्ट्रोल्स एन्ड म्यानेजेस। अनि त्यसपछि अनप्रोसेस्ड, प्रोसेस्ड, स्ट्रक्चर्ड सफ्टवेयर सिस्टम। अब ए अनुसारको छ इक्जाम्पल, यो अहिले हामीले एक्सप्लेन गरिसकेका छौँ, त्यसलाई मैले सिम्पली एउटा टेबलमा मात्र राखिदिएँ हो, यसमा केही छैन। एकचोटि हेर्न छ भने पज गरेर हेर्न सक्नुहुन्छ। त्यसपछि फिल्ड, रेकर्ड, अब्जेक्ट, प्राइमरी की, अल्टरनेट की र क्यान्डिडेट कीहरूको बारेमा हाम्रो अर्को च्याप्टर टाइपको युनिटको च्याप्टरमा भित्र छ होइन। त्यसमा चाहिँ के छ भन्दा फिल्ड भनेको के हो, सिम्पल, अ फिल्ड इज द स्मलेस्ट युनिट अफ डाटा इन अ डाटाबेस टेबल। स्मल युनिट, एउटा स्मलेस्ट युनिटलाई चाहिँ, एउटा डाटाबेसको स्मलेस्ट युनिटलाई चाहिँ हामी के भन्छौँ भन्दा फिल्ड भन्छौँ, जसमा इट रिप्रेजेन्ट द सिङ्गल एट्रिब्युट अफ अ इन्टिटी, भनेको यसले चाहिँ एउटा सिङ्गल एट्रिब्युटलाई चाहिँ रिप्रेजेन्ट गर्छ। जस्तै स्टुडेन्ट नेम, एज, ठ्याक्क एउटा कोलम टाइपको क्या, स्टुडेन्ट एज, नेम, अनि त्यसपछि सरनेम के हुनसक्छ त्यो। रेकर्ड भनेको पनि सिम्पल छ, अ रेकर्ड इज अ कलेक्सन अफ रिलेटेड फिल्ड द्याट रिप्रेजेन्ट्स वान कम्प्लिट इन्ट्री इन अ टेबल। इक्जाम्पलको लागि अल डिटेल्स अफ वान स्टुडेन्ट इन अ रो, सबैलाई चाहिँ एउटै उसमा राख्छ भने त्यसलाई चाहिँ हामीले यसको इक्जाम्पल मान्न सक्छौँ। त्यसपछि अब्जेक्ट्स आर द कम्पोनेन्ट अफ अ डाटाबेस युज टु स्टोर, म्यानेज एन्ड म्यानुपुलेट डाटा। अब्जेक्टले चाहिँ हाम्रो के गर्छ भन्दाखेरि स्टोर गर्छ, म्यानेज गर्छ, म्यानुपुलेट गर्छ, कसलाई, डाटालाई। यसको इक्जाम्पल भनेको टेबल्स, क्वेरिज, फर्म, रिपोर्ट्स। यसमा पनि केही ठुलो कुरो छैन, यति क्लियर छ। अब म अर्कोमा गएँ। अब हाम्रो यो चाहिँ इम्पोर्टेन्ट नै छ, किनभने यसमा एउटा फर्म हुन्छ, फर्महरूको कीहरूको बारेमा पुरै भने हुन्छ। त्यसपछि यसमा हाम्रो सिम्पली तिनवटा की राखेको छु। तिनवटा कीमा एउटा प्राइमरी की हुन्छ, प्राइमरी की भनेको सबभन्दा मेन की हो। A primary key is field that uniquely identifies each record in a table. It cannot be null or duplicated. एउटा यस्तो फिल्ड, एउटा टेबलको एउटा यस्तो फिल्ड जसमा चाहिँ एकदम स्ट्रङ भ्यालु बोक्या हुन्छ, अनि आइडेन्टिफाई गर्न, युनिकली आइडेन्टिफाई, अरू सिमिलर हुँदैन, युनिकली आइडेन्टिफाई गर्न सकिन्छ, खाली हुँदैन, नल हुँदैन, अनि डुप्लिकेटेड पनि हुँदैन। अब इक्जाम्पलको लागि स्टुडेन्ट आइडी, स्टुडेन्ट आइडी, इम्प्लोइ आइडी, अरू के आइडी हुन्छ तिनीहरू। त्यसपछि अल्टरनेट की, एन्ड अल्टरनेट की इज अ क्यान्डिडेट की द्याट इज नट सेलेक्टेड एज अ प्राइमरी की बट क्यान बी स्टिल युनिकली आइडेन्टिफाइड रेकर्ड। भनेको एउटा टेबल हुन्छ, टेबलमा प्राइमरी की बन्नको लागि यो क्यान्डिडेट कीहरू हुन्छ टन्नै। त्यो क्यान्डिडेट कीहरूमध्ये एउटा प्राइमरी की बन्छ, तर बाँकी रहेको जति पनि बाँकी रहेको प्राइमरी की बाहेकको की हुन्छ नि, त्यसलाई चाहिँ हामी के भन्छौँ भने अल्टरनेट की भन्छ।
जुन चाहिँ प्राइमरी की बन्न योग्य छ तर बनेको छैन, अल्टरनेट भएर बसेको छ अहिलेलाई। अब इक्जाम्पलको लागि इमेल आइडी, स्टुडेन्ट आइडी, इमेलबाट नि त्यसलाई युनिकली आइडेन्टिफाई गर्न सकिन्छ, स्टुडेन्टबाट पनि सकिन्छ, तर अहिलेलाई यो प्राइमरी की स्टुडेन्टमा गएर बसेको भनेपछि। त्यसपछि क्यान्डिडेट की, simple. A candidate key is a field or set of fields that can uniquely identify a record in a table. For this key, one is chosen as the primary key. Example, student ID, roll number. अब यो टेबलबाट सबै छर्लङ्गै हुन्छ। क्यान्डिडेट की हाम्रो प्राइमरी की यहाँ छ, अल्टरनेट की यहाँ छ र क्यान्डिडेट की यहाँ छ हैन त। यहाँबाट सब बुझिन्छ। कसरी भन्दाखेरि सबभन्दा सुरुमा क्यान्डिडेट की हाम्रो युनिकली आइडेन्टिफाई, नट बी नल, डुप्लिकेट नभएको कुन कुन छ भन्दाखेरि एउटा स्टुडेन्ट आइडी, रोल नम्बर र इमेल छ भनेको जो चाहिँ युनिकली आइडेन्टिफाई छ, नट डुप्लिकेटेड छ, त्यसको आधारमा अरूलाई चिन्न मिल्छ भने त्यसलाई चाहिँ हामी क्यान्डिडेट की भन्छौँ। त्यो क्यान्डिडेट कीबाट एउटा प्राइमरी की बन्छ, जुन चाहिँ प्राइमरी की अहिलेलाई स्टुडेन्ट आइडी भयो, अनि यो स्टुडेन्ट आइडी भयो। अब यो क्यान्डिडेट की मध्ये प्राइमरी की बनिसक्यो, प्राइमरी की बाहेक बाँकी रहेको क्यान्डिडेट की नै के हो भने हाम्रो अल्टरनेट की हो। यो चित्र बुझेन भने एकचोटि पज गरेर राम्रोसँग हेर्दा हुन्छ, केही छैन। म अगाडि बढेँ। एडभान्टेज अफ युजिङ डाटाबेस म्यानेजमेन्ट सिस्टम के हो एडभान्टेज? हाम्रो केही रकेट साइन्स छैन यसमा। के छ भन्दा रिड्युस डेटा रिडेन्डेन्सी। रिड्युस डेटा रिडेन्डेन्सी भनेको डुप्लिकेट डेटाहरू कम गर्ने। इम्प्रुभ डाटा कन्सिस्टेन्सी, कन्सिस्टेन्सीलाई मेन्टेन गर्ने, इम्प्रुभ गर्ने। प्रोभाइड डाटा सेक्युरिटी, डाटालाई सेक्युरिटी प्रदान गर्ने। इट मिन्स डाटालाई चाहिँ प्रोटेक्ट गर्ने। फायरवालहरू हुन्छ यसको सिस्टममा, तिनीहरूले चाहिँ डाटालाई प्रोटेक्ट गर्छ, चोरी हुनबाट बचाउँछ। त्यसपछि अलाउज डाटा सेयरिङ भनेको डाटा सेयर गर्न पनि अलाउ गर्छ। ब्याकअप एन्ड रिकभरी, यसको लागि ब्याकअप र रिकभरी पनि हुन्छ। डाटा इन्टिग्रिटी, यसको अभियसली यो पोइन्ट त भइ नै हाल्यो, डाटा इन्टिग्रिटी भइ नै हाल्छ। त्यसपछि इजी एक्सेस एन्ड म्यानेजमेन्ट, इजी एक्सेस एन्ड म्यानेजमेन्ट, नामै डाटाबेस म्यानेजमेन्ट सिस्टम छ भनेपछि इजी एक्सेस र म्यानेजमेन्ट हुने भइ नै हाल्यो। त्यसपछि अर्को छ हाम्रो डिडिएल र डिएमएल को चार्टमा एक्सप्लेन गर्दैछु, जसमा यसको फुल फर्म चाहिँ एकदम सोधिरहेको हुन्छ है, फुल फर्म एकदम सोधिरहेको हुन्छ। डिडिएल भनेको डाटा डेफिनेसन ल्याङ्ग्वेज, अनि डिएमएल भनेको डाटा म्यानिपुलेसन ल्याङ्ग्वेज। अनि अब हाम्रो मिनिङ्समा के छ भने used to define and change the structure of database object भनेको यसले चाहिँ डिफाइन गर्ने हो क्या। यो चाहिँ एउटा स्किमा हो, एउटा ब्लु प्रिन्ट टाइपको हो क्या। यो चाहिँ यसले डेफिनेसन दिन्छ, डिफाइन गर्छ। अनि जसमा युज टु इन्सर्ट, अपडेट, डिलिट एन्ड रिट्राइभ द डेटा। म्यानुपुलेसनले चाहिँ के गर्छ, म्यानुपुलेट गर्छ क्या। डाटा म्यानुपुलेसन ल्याङ्ग्वेजले म्यानुपुलेसन गर्छ, अभियसली जैसा नाम वैसा काम। त्यसपछि पर्पज, यसको पर्पज भनेको चाहिँ के हो भने डिडिएलको वर्क्स अन डाटाबेस स्किमा भनेको सिम्पल छ, डाटाबेसको स्किमामा काम गर्छ भनेको एउटा डेफिनेसन टाइपको हो। अनि त्यसपछि डिएमएलको के छ भने वर्क अन डाटाबेस डेटा, डाटाबेसको डेटासँग खेल्छ। यसले चाहिँ डेफिनेसनसँग खेल्छ भने यसले चाहिँ त्यो भित्रको डाटासँग खेल्छ। त्यसपछि चेन्ज, अफेक्ट्स टेबल स्ट्रक्चर, अफेक्ट्स टेबल रेकर्ड। यसले चाहिँ स्ट्रक्चरलाई नै चेन्ज गर्न सक्छ भने यसले चाहिँ त्यो भित्रको रेकर्डहरूलाई चाहिँ चेन्ज गर्छ। त्यसपछि अटो कमिट, चेन्जेस आर अटो कमिटेड। जुन चेन्ज हुन्छ त्यो चाहिँ अटो कमिटेड हुन्छ क्या, आफै चेन्ज भएको सब सेभ हुँदै जान्छ होइन। त्यसपछि चेन्ज क्यान बी रोल्ड ब्याक भनेको अब चेन्ज गरेर हामीले इन्टर नदबाएसम्म त्यो सेभ हुँदैन, भन्न खोजे। त्यसपछि इक्जाम्पल्स अफ कमान्ड हो, यो एकदमै सोधिरहेको हुन्छ एमसिक्यूमा, जसमा चाहिँ क्रिएट, अल्टर, ड्रप र ट्रन्केट भन्ने छ। अब यतापट्टि चाहिँ इन्सर्ट, अपडेट, डिलिट एन्ड सेलेक्ट। यो एकचोटि फेरि हेर्नु,
त्यसपछि इक्जाम्पल स्टेटमेन्ट क्रिएट टेबल स्टुडेन्ट भनेको एउटा इक्जाम्पलको स्टेटमेन्ट चाहिँ कस्तो हुन्छ भने क्रिएट टेबल क्रिएट गर्नु पर्यो भने कसरी क्रिएट गर्ने भन्दाखेरि क्रिएट टेबल स्टुडेन्ट भन्ने त्यसपछि एउटा स्टुडेन्टको टेबल क्रिएट हुन्छ। यो चाहिँ पुरै होइन किनकि अब यो भित्र सानो ब्र्याकेट दिनु पर्यो अनि त्यो भित्र फेरि भारक्यार के भन्दै लेख्नु पर्यो, सबै लेख्नुपर्छ होइन। इन्सर्ट इन्टु स्टुडेन्ट भ्यालुज भनेको स्टुडेन्टको भ्यालुजमा इन्ट्री गर्नुपर्छ। त्यसपछि हाम्रो अर्को यति हो, यसलाई हेर्दा हुन्छ। त्यसपछि हाम्रो डाटाबेस मोडल पनि इम्पोर्टेन्ट नै छ। हाइरार्किकल मोडलमा के छ भने डाटा इज अर्गनाइज इन अ ट्री लाइक स्ट्रक्चर। यो ट्री लाइक स्ट्रक्चरमा अर्गनाइज भएको हुन्छ डाटा। वान प्यारेन्ट क्यान ह्याभ मेनी चिल्ड्रेन बट अ चिल्ड्रेन ह्याज ओन्ली वान प्यारेन्ट भनेको एउटा मेन प्यारेन्टसँग चाहिँ धेरै चिल्ड्रेन हुनसक्छ तर चाइल्डहरूसँग चाहिँ ओन्ली एउटा प्यारेन्ट मात्र हुन्छ भन्न खोजेको। युजेस प्यारेन्ट चाइल्ड रिलेसनसिप भनेको बाउ छोराको सम्बन्ध भने जस्तै हो भन्न खोजेको। त्यसपछि इक्जाम्पल फाइल सिस्टम एउटा फाइल सिस्टम हो। अर्गनाइजेसन चार्ट भयो। त्यसपछि यसको लिमिटेसनहरू चाहिँ के हो भने नो मेनी टु मेनी रिलेसनसिप, मेनी टु मेनी गर्दैन यसले, नो मेनी टु मेनी रिलेसनसिप, यो चाहिँ हाम्रो लिमिटेसन भयो। यो भयो हाम्रो हाइरार्किकल मोडलको एक्सप्लेनेसन। त्यसपछि हाम्रो नेटवर्क मोडलको डाटा इज अर्गनाइज इन अ ग्राफ। अ रेकर्ड क्यान ह्याभ मल्टिपल प्यारेन्ट्स एन्ड चिल्ड्रेन। यसमा चाहिँ मल्टिपल प्यारेन्ट पनि हुनसक्यो, चिल्ड्रेन पनि हुनसक्यो भन्न खोजेको। त्यसपछि सपोर्ट्स मेनी टु मेनी रिलेसनसिप, धेरै मेनी टु मेनीवाला रिलेसनसिप मेन्टेन गर्न सक्छ अथवा सपोर्ट गर्छ। अनि इक्जाम्पल भनेको टेलिफोन नेटवर्क। अब यसको इक्जाम्पल के हो भने सोध्यो भने टेलिफोन नेटवर्क मोडलको। त्यसपछि रिलेसनल मोडल डेटाबेस। डाटा इज स्टोर्ड इन टेबल। टेबल्स कन्सिस्ट अफ रोज भनेको रेकर्ड्स एन्ड कोलम भनेको फिल्ड। युज प्राइमरी की एन्ड फरेन की। यो फरेन की भनेको चाहिँ मैले अहिले एक्सप्लेन गरिन जस्तो लाग्छ। यो फरेन की भनेको चाहिँ के हो भने कुनै पनि एउटा टेबल छ, एउटा टेबलको प्राइमरी की चाहिँ अर्को टेबलमा गएर प्राइमरी की बन्छ भने त्यसलाई चाहिँ हामी फरेन की भन्छौँ क्या। हो त्यही नै हो फरेन की। त्यसपछि इक्जाम्पलको लागि माइएसक्युएल, ओराकल, एसक्युएल सर्भर, सिम्पल। मोस्ट वाइडली युज मोडल, धेरै युज हुने चाहिँ हाम्रो के हो रिलेसनल मोडल डाटाबेस। त्यसपछि हाम्रो अर्को कन्सेप्ट आयो ल नर्मलाइजेसन। यो त लङ क्वेसनमै धेरै सोधिरहेको हुन्छ। इम्पोर्टेन्ट धेरै इम्पोर्टेन्ट। Concept of normalization. Normalization is the process of organizing data in a database to reduce redundancy and avoid update anomalies by the dividing table and establishing relationships. त्यसपछि अननर्मलाइज फर्म अथवा अननर्मलाइज टेबल भनेर लेख्ने बिफोर नर्मलाइजेसन। यस्तै एउटा टेबल बनाउने जसमा अर्डर आइडी, कस्टमर नेम, प्रोडक्ट, क्वान्टिटी, यो चारवटा छ होइन। अब यो चारवटामा 1, 2 अली र सारा, अलीले पेन र बुक किने कति 2 र 3 को क्वान्टिटीमा, साराले के किने पेन्सिल किने 5 को क्वान्टिटीमा भनिसकेपछि अब यसमा हामीले यसो हेर्दा केही प्रब्लम देखाएको छैन, वा एकदम क्लिन छ जस्तो लाग्छ। तर यसको प्रब्लम भनेको चाहिँ के हो भने मल्टिपल भ्यालुज इन वान फिल्ड, एउटा फिल्डमा चाहिँ धेरैवटा भ्यालु छ क्या। त्यसपछि डिफिकल्ट टु इन्सर्ट अपडेट एन्ड डिलिट डाटा। इन्सर्ट गर्न डिलिट गर्न गाह्रो हुन्छ यो डाटाहरूलाई। अब यसलाई अर्को फर्म फर्स्ट नर्मल फर्ममा हेरौँ है त। फर्स्ट नर्मल फर्ममा हाम्रो रुल हुन्छ एउटा। यसको रुल भनेको इच फिल्ड मस्ट कन्टेन्स अटोमिक भ्यालुज, नो रिपिटिङ ग्रुप्स अर मल्टिपल भ्यालु एट्रिब्युट। अब यसलाई नर्मल 1NF मा बनाउँदाखेरि कस्तो देखिन्छ भने अर्डर आइडी 1, 1, 2, कस्टमर नेम अली, सारा,
त्यसपछि प्रोडक्ट पेन र बुक, क्वान्टिटी पेन र बुक पेन्सिल, अनि क्वान्टिटीमा 2 3 5। हाम्रो यति सिम्पल छ। अनि यो बनाएपछि 1NF कम्प्लिट हुन्छ। अब 2NF मा जानु पर्यो। अब 2NF मा जाँदाखेरि यसको नि एउटा रुल हुन्छ, दुईटा रुल हुन्छ। पहिलो त 1NF हुनै पर्यो, 2NF बनाउनुको लागि 1NF हुनै पर्यो। अनि त्यसपछि नो पार्शियल डिपेन्डेन्सी, नन की एट्रिब्युट साउन्ड डिपेन्ड्स अन द होल प्राइमरी की, भनेको एउटा पुरै प्राइमरी कीमा डिपेन्ड हुनु पर्यो सबै। अब अर्डर टेबल, यसमा अब यो 2NF बनाउँदाखेरि दुईटा टेबल बन्न पर्यो। एउटा अर्डरको टेबल छुट्टै हुनु पर्यो, अर्डरको डिटेलको टेबल छुट्टै हुनु पर्यो। अर्डर टेबलमा 1 2 कस्टमर, 1 नम्बरको कस्टमर भनेको अलि हो, 2 नम्बरको भनेको सारा हो। अब यो दुईटा कस्टमर अब यहाँ पहिला हेर्छ रेकर्ड, यहाँ रेकर्ड हेरिसकेपछि यसमा जान्छ, अनि यसमा गएर 1 नम्बरको रेकर्ड हुनेले के किने रहेछ भन्यो भने 1 1 2 पेन बुक पेन्सिल 2 3 5। अब यहाँबाट ठ्याक्कै अर्डर आइडी थाहा भइहाल्यो, त्यसपछि प्रोडक्ट थाहा भइहाल्यो, क्वान्टिटी थाहा भइहाल्यो। यो भनेको सिम्पल 2NF हो। तर यसलाई पनि अझै अप्टिमाइज गरेर एकदम राम्रो बनाउनु हो भने हामीले 3NF मा जान्छौँ। 3NF मा चाहिँ के हुन्छ भन्दाखेरि रुल। अब 2NF हुनै पर्यो, रुल भनेको के हो भने 2NF हुनै पर्यो। अनि एउटा रुल भनेको नो ट्रान्जिटिभ डिपेन्डेन्सी, नन की एट्रिब्युट सुड नट डिपेन्ड अन द अदर नन की एट्रिब्युट्स भने। अब यसको टेबल हेर्दा तीनटा टेबल छ हाम्रो। तीनटा टेबल मध्ये सुरुमा कस्टमर टेबल, कस्टमर आइडी, कस्टमर नेम, सिटी, C1 यो आइडी, अनि नाम अलि र सारा, कहाँ बस्छ, सिटी दिल्ली मुम्बई कहाँ हो, यो चाहिँ इन्डियाको राखिदिएको मैले होइन। त्यसपछि अर्डर टेबलमा के छ भन्दा एउटा अर्डर आइडी, कस्टमर आइडी। अब अर्डर आइडी र कस्टमर आइडी दुइटा भयो। अनि त्यसपछि अब त्यसले के किने रहेछ भन्ने थाहा भइहाल्यो। अब योबाट के थाहा भने एउटा हामी कहाँ बस्छ भन्ने पनि थाहा भयो, कहाँ बस्छ भन्ने थाहा भयो, अर्डर आइडी थाहा भयो, अनि के अर्डर गरे, कति अर्डर गरे पनि थाहा भयो। यो तीनटा टेबल बनाउनु पर्छ। यसरी छुट्टै छुट्टै बनाएर बनाउनु पर्छ। यसरी गरिसकेपछि हाम्रो कन्सेप्ट अफ नर्मलाइजेसन इज कम्प्लिटेड। त्यसपछि अब अर्कोमा जाउँ, सेन्ट्रलाइज एन्ड डिस्ट्रिब्युटेड डेटाबेस। ओके, यहाँ चाहिँ हाम्रो के छ भन्दाखेरि डिफरेन्स बिट्विन राखिदिएको छु। यति गरेपछि हामीले ठ्याक्कै यसको फरक के हो भन्ने थाहा भइहाल्छ। फरक थाहा भएपछि डेफिनेसन थाहा हुन्छ, त्यसको बारेमा पनि थाहा हुन्छ। सुरुमा चाहिँ हाम्रो डेफिनेसन छ, सेन्ट्रलाइजमा अल डेटा इज स्टोर एन्ड म्यानेज एट द सिङ्गल सेन्ट्रल लोकेसन, एउटै सेन्ट्रल लोकेसनमा स्टोर हुन्छ। डिस्ट्रिब्युटेड डेटाबेस भनेको डाटा इज स्टोर्ड एट मल्टिपल लोकेसन कनेक्टेड भिया अ नेटवर्क, भनेको मल्टिपल लोकेसनमा एउटा नेटवर्कसँग कनेक्टेड भएर बसेको हुन्छ भन्न खोज्यो। त्यसपछि कन्ट्रोल, कसको कन्ट्रोल, कता है त कन्ट्रोल भन्दाखेरि चाहिँ कन्ट्रोल फ्रम द वान सेन्ट्रल साइट, भनेको एक ठाउँबाटै कन्ट्रोल गर्न मिल्यो, धेरै दिमाग दुखाउनु परेन। अब यसको चाहिँ हेर्दाखेरि के हो भने कन्ट्रोल इज सेयर्ड अक्रोस मल्टिपल साइट्स, एकदम मल्टिपल साइट्सहरूमा चाहिँ हामीले कन्ट्रोल सेयर गर्न मिल्छ। डाटाको एक्सेस कस्तो हुन्छ, युजर एक्सेस डेटा फ्रम द सेन्ट्रल साइट, भनेको बिचमा मतलब सेन्ट्रल एउटा साइटबाट एक्सेस गर्न सक्यो। युजर क्यान एक्सेस द डेटा फ्रम द लोकल अर रिमोट साइट्स, लोकल अर रिमोट साइटबाट चाहिँ डेटा एक्सेस गर्छ। कस्ट भनेको कसलाई धेरै महँगो पर्छ त, सेन्ट्रलाइज डेटाबेसलाई एकदम कम, एकदम त भन्नु मिल्दैन, महँगै हुन्छ। तर इनिसियल कस्ट चाहिँ हाम्रो सेटअप कस्ट थोरै हुन्छ एज कम्पेयर टु डिस्ट्रिब्युटेड होइन। डिस्ट्रिब्युटेड अभियसली हाई हुने भइहाल्यो, हाई सेटअप्स एन्ड मेन्टेनेन्स कस्ट। त्यसपछि हाम्रो पर्फर्मेन्स होइन, पर्फर्मेन्स क्यान बी स्लोअर इफ मे रिमोट युजर एक्सेस द सेन्ट्रल सर्भर। अब रिमोटमा चलाउने डेभलपरहरू अथवा कसैले चाहिँ हाम्रो सेन्ट्रलाइज डेटाबेसलाई चाहिँ एक्सेस गर्यो भने, सेन्ट्रलाइज सर्भरलाई चाहिँ एक्सेस गर्यो भने स्लो हुँदै जान्छ। तर फास्टर लोकल एक्सेस क्यान बी ब्यालेन्स लोड अक्रस साइट्स, भनेको यसले चाहिँ लोडलाई नै ब्यालेन्स गर्न सक्छ। फास्टर लोकल एक्सेस भनेको एक्सेस नै एकदम फास्ट हुन्छ। फेलियर इम्प्याक्ट,
failure in that thing के भन्दा a single point of failure. If the central side fails, entire system fails. Partial failure, only affected sides is impacted. भनेको जुन चाहिँ बिग्रेछ त्यसलाई मात्र अफेक्ट गर्छ, अरू चाहिँ एकदम राम्रो हुन्छ। त्यसपछि डाटा रिडन्डेन्सी, कुनमा चाहिँ बढी रिडन्डेन्सी हुन्छ भन्दा यसमा चाहिँ अलिक बढी झुकिन्छन्, तर एन्सर सिम्पल हो। सेन्ट्रलाइज भनेको एकै ठाउँमा भएपछि रिडन्डेन्सी धेरै हुँदैन, एकै ठाउँमा भएपछि हेर्न मिल्छ, चेक गर्न मिल्छ, धेरै हुँदैन। तर डाटाबेसहरू धेरै ठाउँमा भएपछि सम रिडन्डेन्सी पोसिबल टु इम्प्रुभ रिलायबिलिटी, भनेको कहीँ चाहिँ धेरै रिडन्डेन्सी हुन सक्छ। त्यसको लागि हामीले रिलायबिलिटीलाई चाहिँ इम्प्रुभ गर्न जरुरी छ। त्यसपछि यसको इक्जाम्पल, अब इक्जाम्पल चाहिँ कुन ठाउँमा के युज गर्छ, यो एमसिक्यूमा पनि सोध्छ। इक्जाम्पलमा ब्याङ्किङ सिस्टम विथ वान मेन सर्भर। ब्याङ्किङ सिस्टमले चाहिँ धेरै डिस्ट्रिब्युट गर्दैन, किनकि यसमा सेक्युरिटी इस्यु पनि हुनसक्छ, डिस्ट्रिब्युटेड हालिदियो भने तिनीहरूले, अनि फेरि झ्याउ हुन्छ होइन। त्यही भएर ब्याङ्किङ सिस्टम विथ द वान मेन सर्भर। त्यसपछि अर्को यसले चाहिँ यो के अनलाइन सिपिङ प्लेटफर्म विथ द मल्टिपल रिजनल सर्भर, भनेको सिम्पल। जस्तै दराजहरूले के युज गर्छ भन्दाखेरि डिस्ट्रिब्युटेड डेटाबेस सिस्टम युज गर्छ। कुनै बङ्गलादेशमा राखेको होला, कुनै नेपालमा छ, कुनै अरू देशमा छ होइन, डेटाबेस त्यहाँ हुन्छ, अनि त्यहीँबाट लोकलबाट तान्न सजिलो हुन्छ नि त। त्यही भएर ल हाम्रो सेन्ट्रलाइज डिस्ट्रिब्युटेड डेटाबेसको पनि कन्सेप्ट हाम्रो क्लियर भयो। त्यसपछि हाम्रो यो भनेको हाम्रो लास्ट च्याप्टर है, लास्ट च्याप्टर छ। अब तपाईँहरूको लागि गिफ्ट पनि आउँदैछ एकैछिनमा। त्यसपछि डाटाबेस सिक्युरिटी। डाटाबेस सिक्युरिटी भनेको के हो, सिम्पल। एउटा खासै इम्पोर्टेन्ट चाहिँ होइन, तर बेला 5 नम्बरमा छुस्स सुन्न सक्छु। Database security refers to the protection of a database from unauthorized access, misuse, or threats, ensuring confidentiality, integrity, and availability of data। भनेको डाटालाई चाहिँ कसरी हुन्छ सेक्युर गर्न पर्यो, त्यो मिसयुजबाट हुन्छ कि थ्रेटबाट हुन्छ कि हामीले सेक्युर गर्न पर्छ। डाटाबेस सेक्युरिटी भनेको त्यो हो। डाटालाई चाहिँ हामीले अनअथोराइज एक्सेसबाट सेक्युर गर्ने, मिसयुज हुन नदिने, थ्रेट हुन नदिने, कन्फिडेन्सलाई बिल्ड गर्ने, इन्टिग्रिटी बिल्ड गर्ने। त्यसपछि अब्जेक्ट अफ डाटाबेस सेक्युरिटी, अब्जेक्टिभ्स अफ डाटाबेस सेक्युरिटी। कन्फिडेन्सियालिटी भनेको चाहिँ हाम्रो ओन्ली अथोराइज युजर क्यान एक्सेस दिस डेटा भन्न खोजे होइन। इन्टिग्रिटी भनेको चाहिँ डाटा साउन्ड नट बी अल्टर अर करप्टेड, भनेको इन्टिग्रिटी चाहिँ इन्टिग्रिटीलाई चाहिँ इन्स्योर गर्नु पर्यो, करप्टेड हुनु भएन। हामीले इन्टिग्रिटी बढाउनलाई चाहिँ हामीले यो डाटाबेस सेक्युरिटीलाई चाहिँ राख्छौँ होइन। अनि अभाइलेबिलिटी भनेको चाहिँ अभाइलेबिलिटी हुनु पर्यो, मस्ट एक्सेसिबल हुनु पर्यो, केही छैन। त्यसपछि अथेन्टिकेसन, एकदम भेरिफाइड हुनु पर्यो अथेन्टिकेसन भनेको। अर्को छ अथोराइजेसन। अथोराइजेसन भनेको चाहिँ के हो भन्दाखेरि म्यानेजरको काम गर्न पाउनु पर्यो, जसले जे हो त्यसको काम गर्न पाउनु पर्यो। त्यो भित्र चाहिँ हामीले एउटा सिस्टम बनाउँछौँ जसको के पोस्ट हो त्यसको एक्सेस दिन्छौँ र त्यही एक्सेस अनुसार गर्छौँ। यसलाई नै अथोराइजेसन भन्छ। अब यसको एन्डमा अब तपाईँहरूको लागि गिफ्ट आउँदैछ। गिफ्ट भनेको के हो भन्दाखेरि इम्पोर्टेन्ट इक्जाम क्वेसन, मोडल क्वेसन। एकदमै मैले लिङ्क डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँ गएर मस्त प्र्याक्टिस गर्नुहोस्, हेर्नुहोस्, इक्जाममा गएर लेख्नुहोस्।